नमस्कार नमस्ते नेपाल। म आज पनि सदा चाहिँ माघ 4 गतेका देश तथा विदेशका खबरहरू लिएर म तपाईँ माझ उपस्थित भइसकेको छु। शनिबार कुलमान घिसिङको उज्यालो नेपालको विरोध र्याली आयोजना सम्पन्न। मधेस धर्दै गर्दा बालेनसँग डराए मधेसी नेता डडेलधुरामा सागर ढकाललाई बालेनको बाचा, तर अवस्थी भन्छन् पार्टीको ग्रीन सिग्नल मलाई छ। छापा 5 मा ओली र बालेन विरुद्ध लड्ने नेकपाले दियो रञ्जित तामाङलाई टिकट। रीमा विश्वकर्माको खण्डीघरमा इन्ट्री। निर्वाचन निर्णय विरुद्ध देव पक्षधर नेता सर्वोच्च जाने। कांग्रेसलाई निर्वाचन आयोगले भने नयाँ दल दर्ता गर्न सकिँदैन। राष्ट्रिय सभा सदस्यताबाट राजीनामा दिँदै वामदेव गौतम बर्दिया 1 बाट चुनाव लड्ने तयारी। राष्ट्रसभामा जाने हल्ला बाहिरिएपछि धनगढीका मेयर गोपी हमालले भने म कुनै पार्टीमा जान्न, 5 वर्ष विकासका काम गर्छु। बाजुराको एक घरको छतबाट खसेर एकजनाको मृत्यु। तिला नदीमा जीप खसेर एकजनाको मृत्यु। बारामा गुडिरहेको ईवी माइक्रो बसमा आगलागी र अन्तर्राष्ट्रिय खबरहरू। पश्चिमी रुसमा प्रहरी प्रशिक्षण केन्द्रमा विस्फोट हुँदा 20 प्रशिक्षार्थी गम्भीर घाइते। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलाई 5 वर्षको जेल सजाय। र खेल खबर, T20 विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको विदाई। नेपाललाई गौरवान्वित बनाउने नेपाली टोलीको प्रतिबद्धता। र अंग्रेजीमा Saturday, while heading towards Madesi, leaders were frightened by violence. A grand rally of Kulman Kising's Uzzalo Nepal was successfully organized on Saturday. In Daldra, Balen promised support to Sagar Dhakal, but Dhakal says he has received the party green signals to run independently. In Chapa 5, the CPN has given the election tickets to Ranjit Tamang to contest against Wali and Balin. Rima Vishwakarma entered the Khantigars area. Leaders allied with they were going to the Supreme Court against the election decisions. The election commission told the Nepali Congress that a new party cannot be registered. Resigning from the National Assembly membership, Bamdev Gautam announced he will contest the election from Bardia 1. After rumors spread about joining RSP, Dhangadi Mayor Gopi Hamal said he will not join any party and will work independently for 5 years. One person died falling from the roof of house in Bajura. One person died after a jeep fell into the Tila River. A moving EV micro bus caught fire in Bara. International news. 20 teenagers were seriously injured in an explosion at a police training center in western Russia. Former South Korean President Yoon Suk Yeol has been sentenced to 5 years in prison. Farewell ceremony held on the Nepal men's cricket team heading to play the T20 World Cup. The team pledged to make Nepal proud. र आजको खबरलाई यही बिट मार्दै जुन तपाईहरुले फेसबुक च्यानल, युट्युब च्यानल, टिकटक च्यानललाई हेरेर माया ममता दिनुभएको छ, कमेन्ट मार्फत सुझाव सल्लाह दिनुभएको छ र देशबाट हेर्दै हुनुहुन्छ भने कुन जिल्लाबाट र विदेशबाट हेर्दै हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ, तपाई लाइक कमेन्ट मार्फत सुझाव सल्लाह दिन सक्नुहुन्छ र अझ पनि तपाईहरु ऊर्जावान बनाएर सत्य तथ्य समाचारको लागि तपाईहरु प्रतीक्षा गर्नुहुन्छ भन्दै र लाइक, सब्स्क्राइब, कमेन्ट गरेर साथ सपोर्ट र सहयोग गरिदिनु हुन म अनुरोध गर्दै र तपाईहरुको शुभ दिन, शुभ बिहानी भन्दै म आजको खबरलाई यही बिट मार्दै भोलि पनि पुनः उपस्थित हुने बाचा गर्दै बिदा हुन्छु। नमस्कार, नमस्ते नेपाल।